मेरो सम्पूर्ण खोज अनुसन्धान र रिसर्च अब यसमा नै लाउने मैले प्रयास गरिरहेको छु। र मैले त्यति मात्र नभएर यो फक्ताङलुङ जो तपाईँहरूले यहाँ अहिले देखिरहनु भएको छ, यो फक्ताङलुङकै नामबाट मैले फक्तालुङ मिडिया हाउस प्रणाली खोलेको छु। फक्ताङलुङकै नामबाट मैले फक्तालुङखबर.com चलाइरहेको छु। फक्ताङलुङकै नामबाट सर्टकट मैले FTL अनलाइन टेलिभिजन पनि सञ्चालन गरिरहेको छु। त्यसले गर्दाखेरि अबका मेरा जीवनका उत्तरार्धहरू सबै कुराहरू मैले राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूको किराँत सत्याहाङमा धर्मदर्शनको खोज अनुसन्धान गर्ने र राष्ट्रिय विभूतिले प्रतिपादन गर्नुभएको सुरुमा 7 बुँदे सत्य धर्म मुचुल्का र त्यस पछाडि थप 3 बुँदे 10 गरेर जम्मा 10 बुँदे सत्य धर्म मुचुल्कालाई पनि अङ्ग्रेजी, नेपाली र अन्य भाषाहरूमा पनि सकेसम्म लेख्ने र पुस्तक तयार गर्ने मैले प्रयास गर्ने नै छु। त्यसले गर्दाखेरि बाँकी मेरा सम्पूर्ण खोज अनुसन्धान म राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूले प्रतिपादन गर्नुभएको सत्याङ्गमा धर्मदर्शनमै म लाउने छु भन्ने पनि म जानकारी गराउन चाहन्छु। हाल अहिले म फल्गुनन्द नुमाङ्गेना सेवा सङ्घको संस्थापक अध्यक्ष रहेको छु। त्यसै गरेर माङ्गेना माङ्गिनको पनि संस्थापक अध्यक्ष रहेको छु। र अहिले चाहिँ इलाम चुलाचुली गाउँपालिका वार्ड नम्बर 1 कमलमा अवस्थित फल्गुनन्द लाफाइङ बहुभाषी पाठशालाको म संस्थापक अध्यक्ष रहेको छु। र आज यसै ठाउँमा यो फक्ताङलुङलाई साक्षी राखेर, यो सेवालुङलाई साक्षी राखेर म के भन्न चाहन्छु भने, म के घोषणा गर्न चाहन्छु भने, मैले अब यो 83 सालको मङ्सिरभित्रमा यो एउटा मुन्दुम पाठशालाको लागि सञ्चालन गर्ने पनि म यहाँबाट घोषणा गर्न चाहन्छु। यो मुन्दुम पाठशाला सञ्चालन गरेर मुन्दुम सम्बन्धी खोज अनुसन्धान, अन्तर्क्रिया छलफल गर्ने र विभिन्न हाम्रा सेवाहरू उत्पादन गर्ने र मुन्दुम सम्बन्धी चाहिँ विस्तृत छलफल गर्ने, जसले चाहिँ भोलि गएर किराँत धर्मावलम्बीहरूलाई मुन्दुम सम्बन्धी खोज अनुसन्धान र छलफलमा चाहिँ धेरै सहयोग र योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। त्यसले गर्दाखेरि आजको यो मेरो जुन वैशाख 22 देखि वैशाख 28 सम्मको यो फक्ताङलुङ पदयात्रा जुन सफल रहेको मैले महसुस गरेको छु। मलाई विश्वास छ पक्कै पनि उही तागेरा नियफुङ माङले हामीलाई मावा हावा दिनु नै हुनेछ, शक्ति प्रदान गर्नु नै हुनेछ। राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यूले हामीलाई सधैँ साथ सहयोग सपोर्ट गर्नुहुनेछ, हामीलाई मावा हावा दिनुहुनेछ। त्यसैले गर्दाखेरि पनि यो अहिलेको हाम्रो यात्रा सफल भएको छ। वास्तवमा ऐतिहासिक यात्रा हो। किन भन्दाखेरि मैले अघि पनि भने राष्ट्रिय विभूति महागुरु फल्गुनन्दज्यू विक्रम सम्वत 1993 सालमा 12 जना चाहिँ भक्तजनहरू लिएर आउनुभएको थियो। त्यसै गरेर 94 सालमा गरेर 2000 सम्म आउनुभएको थियो। त्यस पछाडि किराँत धर्मावलम्बीहरू केही सेवाहरू आउनुहुन्थ्यो यहाँ पूजापाठ गर्नको लागि। तर यसरी ग्रुपमा 63 जनाको सामूहिक रूपमा संस्थागत रूपमा चाहिँ आउनुहुने आएका चाहिँ यो सायद पहिलो पटक हो। त्यसले गर्दा पनि यो ऐतिहासिक छ। यो यात्रा, यो जुन हाम्रो अहिलेको यो जुन पूजापाठ र यो एउटा हाम्रो तीर्थयात्रा चाहिँ ज्यादै महत्त्वपूर्ण छ, ऐतिहासिक छ र यो एकदमै महत्त्वपूर्ण छ। र अन्तमा म के भन्न चाहन्छु भने फल्गुनन्द तियाहा, हाङसाङ सामयोक तियाहा, गुरु लाफायङ तियाहा।